त्यो कुरा पनि पक्का। अब 2082 सालको वैशाखमा शनि सरेपछि एउटा वातावरण बन्छ, 2082 को आषाढमा बृहस्पति सरेपछि अनि एउटा वातावरण बन्छ र नेपालमा राजतन्त्र अवश्यम्भावी छ। दरबार हत्याकाण्ड भयो, यसो भयो, यसो भयो, यसो भयो सबैले भन्छन्। त्यसको कारण के हो त? फलानाले मार्यो, फलानाले मार्यो, फलानाले कसले मार्यो, कसले मार्यो। दुईटा कारणले दरबार हत्याकाण्ड भएको छ। श्रीमान ज्ञानेन्द्रलाई दक्षिणतिर बिहिबारको दिनमा कालराउ हुन्छ, सायद गर्न हुँदैन भन्ने भयो कि भएन? कस्ता सचिव, कस्ता ज्योतिषी, कस्ता मूल पुरोहित, केही छैन। त्यस्तो नचाहिँदो काम गरेपछि, नचाहिँदो मान्छेको फन्दामा परेपछि व्यक्ति पनि डुब्छ, संस्था पनि डुब्छ, देश पनि डुब्छ। अब यो देश भडखालोमा पर्न थाल्यो भने यो देशलाई उकास्ने जिम्मा नेपाली सेनाको। कम्युनिस्टले नै राजा फाल्यो, अहिले कम्युनिस्टले राजा चाहिन्छ भन्छ। र तपाईँले तहकिकात गर्नुहोस्। मोहन वैद्य, पुष्पकमल दाहाल प्रचण्डको गुरु मोहन वैद्य राजा नभइकन यो देश धान्न सकिँदैन भन्छ। नेवारको नेता नारायणमान विजय चाहिँ राजा नभइकन देश चल्दैन भन्छ। श्रीकट्टुहरूको नेताको राधाकृष्ण मैनाली, राधाकृष्ण मैनाली त उहिले श्रीपाद ज्ञानेन्द्रको पालो मन्त्री खाएर हरिओम तसत भएर आए, शरणागत भयो। अहिले उहाँका भाइ चाहिँ नि सिपी मैनाली, म र म समेतले हामीले राजा फालेको हुँदा धेरै ठुलो गल्ती गरेँ भनेर भनी हिँडेको चाहिँ मेरै सामुन्यमा भाषण गर्नुभएको छ। मदन भण्डारीले निरङ्कुश राजाको पो विरोध गरेको, त संवैधानिक राजाको विरोध गरेको होइन। एमाले मदन भण्डारीको कुरो गर्छ, तर मदन भण्डारीको कुरो बुझ्दैन। म राजालाई मान्दछु। यो देशमा जनताले गरेको पुण्यको फल दशांश राजाले बेहोर्न पाउँछ, पापको फल पनि राजाले बेहोर्नुपर्छ। त्यही कारणले आफ्नो देशमा अन्याय हुन नदिने, पुण्य कर्म मात्रै गर्ने, अन्याय कर्म गर्न नदिने त्यो राजाको कर्तव्य हो। देवी देवताको शुभ आशीर्वाद, पितृको शुभ आशीर्वादबाट राज्य प्राप्त हुन्छ। अनि पितृको श्राप परेर वायु कसपछि हो भने वंशको नाश हुन्छ। मेन्टली प्रिपेयर भएर बस्नुहोस्, फिजिकली प्रिपेयर भएर बस्नुहोस्। हामीले धर्मको स्थापना पनि गर्नुपर्छ, राज संस्थाको स्थापना पनि गर्न परिन्छ। जुन बेला दरबार हत्याकाण्ड भएका थिए, नारायण तथा श्रीमालीका चेलाहरूले यहाँ यो कमलादी गणेशको पूर्व र दक्षिणपट्टि उनीहरूको अखाडा थिए, छिन्नमस्ता साधना गरेका थिए र त्यो वायु व्यवस्थित नभएको हुनाले दरबार हत्याकाण्ड भएको। त्यसको कसर अझै बाँकी छ, त्यसको कसरको असर अझै बाँकी छ। श्रीमान वीरेन्द्रको वायु धपाउनलाई नागार्जुनमा खोर्सानीको हवन गरिने हो कि खोटाङको हालेसीको महादेवमा रुद्राक्षको होम गर्ने हो कि? त्यसरी वायु भाग्छ। पञ्चवटी बनाउनु पर्यो। पहिले भारत र चीनको लडाइँ हुँदाखेरि रजत छुट्टीमा आएका गोर्खालीहरूलाई तुरुन्तै आफ्नो डिपोमा हाजिर हुनु भने, पेन्सन आएकाहरूलाई पनि आफ्नो चाहिँ डिपोमा हाजिर हुनु भनेको थिए। यहाँहरू कतिपय चाहिँ अवकाश प्राप्त हुनुहुन्छ, तर म त अवकाश प्राप्त भएँ भनेर खुम्चिएर बस्ने होइन। म त थाइरोइड छ, सुगर छ, ब्लड प्रेसर छ भन्ने होइन। शरीर नचले पनि दिमाग चल्छ। त्यस कारणले अब यो देश भडखालोमा पर्न थाल्यो भने यो देशलाई उकास्ने जिम्मा नेपाली सेनाको। त्यस कारणले मैले फेरि भन्छु, हे वीर हिँडे अघिसरी नहटाई पाउरती भरी। अब यो पुस्तकमा उहाँ त संक्षिप्त मन्तव्य भन्नुभयो, तर चाहिँ 15 मिनटको समय म शोषण गर्छु। 15 मिनट। यहाँ कतिपय कुरो प्रष्ट छ, कतिपय कुरो भावबाट बुझ्नुपर्छ। गाउँघरतिर केटाकेटीले कुरो बुझेन भने एउटा बुजुर्ग बाजेले अनुसारबाट बुझ्नुपर्छ बाबै हो भन्थे। अनुसारबाट बुझ्नुपर्छ, भावबाट बुझ्नुपर्छ भने। अब संस्था भनेको के हो भने विषय वा प्रसङ्गले अर्को अर्थ नलाएमा संस्था भन्नाले यो पुस्तकमा राज संस्था भन्ने बुझ्नुपर्छ है। त्यो किनभने यो संस्थाको पछाडि नारायणजी राजदरबारको धमिलो ब्याकग्राउन्ड दिएको छ। धमिलो, प्रश्न देखिँदैन। त्यही संस्था भनेको नारायणजी राजदरबार भनेको राज संस्थाको सिम्बोलिक रिप्रेजेन्टेसन। तलपट्टि सिंहदरबारको चाहिँ प्रष्ट रूपमा देखिन्छ। सिंहदरबार भनेको व्यवस्था हो।
अजमञ्जस भनेको वर्तमान गणतन्त्रीय व्यवस्था हो। अजमञ्जस यसले नेपाललाई अजमञ्जसमा पारेको छ र यो कला र शीर्षकको मैले यसरी व्याख्या गरेँ। अब यो पुस्तकमा धेरै कुरा छन्, त्यसको अन्तर्वस्तु समीक्षक महानुभावहरूले भनिसक्नुभयो। यो सबैमा म चाहिँ यहाँ भित्र पस्न चाहन्न अहिले, तर दुईवटा कुरामा मैले कुरा भनिदिएन भने मलाई पाप लाग्छ, यो राष्ट्रलाई पाप लाग्छ, राष्ट्रलाई धोका हुन्छ। किन दरबार हत्याकाण्ड र यो संस्थाको फेरि पुनर्जागरण हुन्छ कि हुँदैन, त्यो दुईवटा कुरामा संक्षिप्त रूपमा म प्रस्तुत गर्छु। दरबार हत्याकाण्ड भयो, यसो भयो, यसो भयो, यसो भयो, सबैले भन्छन्। त्यसको कारण के हो त? फलानाले मार्यो, फलानाले मार्यो, फलानाले कसले मार्यो, कसले मार्यो, नीतिले मार्यो, प्रारब्धले गर्दाखेरि प्रारब्ध नहुनेले मरे। दुईवटा कारणले दरबार हत्याकाण्ड भएको छ। त्यो के भन्दाखेरि हाम्रो पुर्खाहरू सुगतिमा गयो भने त्यो पितृ हुन्छ, अगतिमा पऱ्यो भने त्यो प्रेत हुन्छ, वायु हुन्छ। काँचो वायुले त मान्छेलाई ठहरै बनाइदिन्छ, काँचो वायुले पाको बनाउनु पर्यो, पाको वायु पनि पितृको सरह, त्यसले फल दिन्छ। तर वायु कसबच्ची हो भने त्यसले वंशको नाश गर्छ। धादिङको ज्याम्रुङतिर अहिले पनि श्रीमाजको वायु गुठी भने गाउँ गाउँ छ गुठी। अघि छत्र विक्रम शाहको कुरा आयो, रङ्गविक्रम शाहका छोरा छत्र विक्रम शाह, तर उहाँले भन्दाखेरि धमला बाबु साहब भन्छ। अरू सर्वसाधारणको धामी ठकुरीको चाहिँ श्रीपाजहरूको धमला, टिका धमला जर साहब, पत्रकार ऋषि धमला। बाहुनहरूले वायु बोलाउने श्रीपाजको आफ्नै वंशकोमा चढाउनु पऱ्यो नि त। यो जाम्रुङका धमला बाबु साहबहरूको शरीरमा यो बाहुनहरूले वायु बोलाउने, हेरहेर गर्ने त्यो व्यवस्था थियो। तर अहिले त्यो व्यवस्था छैन। गुठी मासियो, वायुको नाममा सुन चाँदीका भाँडा कुँडा कहाँ गए? वायु कसबचिएको हुनाले दरबारको हत्याकाण्ड भएको हो, पक्का हो त्यो कुरा। अर्को कुरो, यो देशमा जनताले गरेको पुण्यको फल दशांश राजाले बेहोर्न पाउँछ, पापको फल पनि राजाले बेहोर्नुपर्छ। त्यही कारणले आफ्नै देशमा अन्याय हुन नदिने, पुण्य कर्म मात्रै गर्ने, अन्याय कर्म गर्न नदिने त्यो राजाको कर्तव्य हो। जुन बेला दरबार हत्याकाण्ड भएका थिए, नारायण तथा श्रीमालीका चेलाहरूले यहाँ यो कमलादी गणेशको पूर्व र दक्षिणपट्टि उनीहरूको अखाडा थिए, छिन्नमस्ता साधना गरेका थिए। शत्रु निवासको लागि, निवारणको लागि छिन्नमस्ता साधना जस्तो साधना अरू कुनै छैन। अनि नारायण तथा श्रीमालीका चेलाहरूले मलाई के भन्यो भने दरबार हत्याकाण्ड हामीले छिन्नमस्ता साधना गर्छौँ मात्र आँटेको हो, तर दरबार हत्याकाण्ड भएपछि हामीले साधना गऱ्यौँ भन्यो। अनि पद्मकन्याका, बागबजारका र कमलादीका भित्तैभरि छिन्नमस्ताका चाहिँ पोस्टर टाँगेका थियो, यहाँहरूलाई पनि थाहा होला। अनि अहिले के भन्छ भने पोस्टर त टाँग्या हो, तर दरबार हत्याकाण्ड भयो, अनुष्ठान पछि भयो भने। जब छिन्नमस्ताको साधना गर्छु भनेर सङ्कल्प गरेर पोस्टर टाँगिसकेपछि अरू के चाहियो त? त्यो हुमफट सुहाग गर्नुभन्दा पहिले नै त्यस्तो किसिमको असर पर्यो। एउटा वायु कसपछि हो, एउटा छिन्नमस्ता साधना गरे, त्यो त दोहोरो धार भयो, आफैतिर फर्क्यो। र त्यो वायु व्यवस्थित नभएको हुनाले दरबार हत्याकाण्ड भएको। त्यसको कसर अझै बाँकी छ, त्यसको कसरको असर अझै बाँकी छ। त्यही कारणले श्रीमाज वीरेन्द्रको वायु धपाउनलाई नागार्जुनमा खोर्सानीको हवन गरिने हो कि खोटाङको हालेसीको महादेवमा रुद्राक्षको होम गर्ने हो कि? त्यसरी वायु भाग्छ? पञ्चवटी बनाउनु पर्यो, पञ्चवटी बगैँचा बनाउनु पर्यो, शिवालय स्थापना गर्नु पर्यो। राणाकालमा कति काटिए मान्छे पशुपतिमा, के महादेव, के महादेव, के महादेव। त्यो प्रेत भएकाहरूलाई मुक्ति गराउनलाई महादेव स्थापना गर्यो। वीरेन्द्र ऐश्वर्येश्वर महादेव भन्ने छ त यहाँ, रणमुक्तेश्वर भन्ने छ त्यहाँ, भीम मुक्तेश्वर भन्ने छ, वीरेन्द्र मुक्तेश्वर भन्ने कहीँ छ? छैन। त्यही कारणले वायु कसपछि हो,
श्रीमाज वीरेन्द्रको वायु भगाउनलाई नागार्जुनमा खोर्सानी होम गर्ने अनि खोटाङमा हालिसी महादेवको थामा रुद्राक्षको हवन गर्ने। त्यसको कसर र असर अझै बाँकी छ। त्यही कारण वायु कसबच्ची हो, छिन्नमस्ताको साधना गरेले होइन दरबार हत्याकाण्ड भयो। अब यसले मार्यो, यसले मार्यो, यसले नियतिले मारेको। म फेरि दोहोऱ्याएर भन्छु, त्यो वायुको कसर अझै छ, त्यसको कसरको असर बाँकी छ। अब यो संस्था जागेर आउन सक्छ सक्दैन त? हामीले त राजा आउनु पर्यो, राजा आउनु पर्यो, धर्म आउनु पर्यो भनेर हामीले भनेको भन्दा राजालाई फालेर आँखा चिम्लेर दौडेर चाहिँ पहरोमा चाहिँ टाउको ठोकिएर हिलोमा बजारेर ओहो बाबै भनेर चाहिँ हैरान परेका व्यक्तिहरूले भनेको कुरो ठहर हुन्छ। कम्युनिस्टले नै राजा फाल्यो, अहिले कम्युनिस्टले राजा चाहिन्छ भन्छ। र तपाईँले तहकिकात गर्नुहोस्। मोहन वैद्य पुष्पकमल दाहाल प्रचण्डको गुरु अहिले माओवादीको घेराबाट बाहिर आएको, लप्सीको घेरा फुत्किया जस्तै फुत्कियो अहिले। तर त्यो लप्सीको अनि मोहन वैद्य राजा नभइकन यो देश धान्न सकिँदैन भन्छ। किन प्रचण्डले राष्ट्रपति नबनाएर त्यसो भनेको कि लप्सीको गेडा? तर लप्सीको गेडा के हुँदो रहेछ भने उहिले चिनका बादशाह कहाँ चाहिँ 5 वर्षमा सरसौगात सिर्दो तिर्न पर्ने। त्यो सिर्दो तिर्दाखेरिमा लप्सीको गेडो पनि लाने, लप्सी नलाने लप्सीको गेडो लाने। किन? त्यसको अँगार बनाएर चिनका बादशाहले नेपालको लप्सीको गेडा बिहाको चाहिँ नि अँगार बनाएर दाँत मान्थे अरे। दाँत मासे मुटुको रोग निको हुन्छ भनेको छ। मोहन वैद्यको भनाइ नेपालको मुटुको रोग निवारण गर्ने हो। अहिले नेवार नजाइकन केही पनि हुँदैन भन्छ। नेवारको नेता नारायणमान विजय चाहिँ राजा नभइकन देश चल्दैन भन्छ। हेर्नुहोस्, अब अहिले एमाले भन्यो, माले भन्यो, माओवादी भन्यो, के भन्यो, के अघि त केही पनि थिएन। झापाका चाहिँ शिरगट्टुवा नक्सलाइट, त्यो नक्सलाइटहरूको नेता को हुन् त? मोहन चन्द्र अधिकारी। 50 वर्षसम्म त टाउकै काटेर बस्यो, आफ्नै जीवन बिर्सेछ। 50-51 भएपछि झल्यास बिर्सेर मैले चाहिँ गरेको काम यो भएन भनेर 50-51 वर्षको भनेर भर्खरकै तरुणी बिहा गर्नुभयो, धर्म कर्ममा लाग्नुभयो। त्यसपछि यहाँ टुँडीखेलमा एउटा धार्मिक अनुष्ठान गर्नुभएको थियो। राजपरिवारको कोही नपाएर अधिराज कुमारी श्रुति शाहलाई प्रमुख अतिथि बनाएको थियो। तपाईँलाई थाहा हुनुपर्छ यो कुरा। मोहन चन्द्र अधिकारी पछि त्यसको नेता शिरगट्टुहरूको नेताको राधाकृष्ण मैनाली। राधाकृष्ण मैनाली त उहिले श्रीपाद ज्ञानेन्द्रको पालो मन्त्री खाएर हरिओम तसत भएर आए, शरणागत भयो। अहिले उहाँका भाइ चाहिँ नि सिपी मैनाली। म समेतले हामीले राजा फालेको हुँदा धेरै ठुलो गल्ती गरेँ भनेर भनी हिँडेको चाहिँ मेरै सामुन्यमा भाषण गर्नुभएको छ। अहिले मदन भण्डारीको भाइ, साक्खै भाइ, कान्छा भाइ डाक्टर कैलाश अधिकारीको सुन्नुभयो होला। मदन भण्डारीले निरङ्कुश राजाको पो विरोध गरेको, त संवैधानिक राजाको विरोध गरेको होइन। एमाले मदन भण्डारीको कुरो गर्छ, तर मदन भण्डारीको कुरो बुझ्दैन। म राजालाई मान्दछु भनेर राजनीतिमा आउनलाई झ्यालबाट यसो चियाइसकेको छ। मदन भण्डारीको भाइ कैलाश मदन भण्डारीको कान्छा भाइ कैलाश भण्डारी, त्यो कुरा पनि तपाईँले बुझ्नुहोस्। बिपीको छोरो प्रकाश कोइराला उहिले हरियो तसत भएर मन्त्री खाइसक्यो। अहिले शशाङ्क कोइराला के भन्छ त? बिपीको मार्गमा हिँड्नुपर्छ भनेको छ। बिपीको मार्ग भनेको संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र अनि समाजवाद, त्यही होइन? सबैले राजा 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 चाहिँ भन्न थाल्यो। तिनैले फाले, तिनैले भन्यो। हामीले चाहिँ राजा हुनुपर्छ, धर्म हुनुपर्छ भन्नुभन्दा त्यो ठक्कर खाएको अनुभवले उनीहरूले चेत्या छ। 7 ठक्कर खाए 1 बुद्धि आउँछ भन्छन्, त्यो हो। कम्युनिस्टले फाल्यो, कम्युनिस्टले त्यसो भन्छ। तर अब नियतिले के भन्छ त? ढुङ्गे सरले भन्नुभयो पारस राजा हुन सक्दैन भनेर। मैले पनि त्यही भनेको छु। किनभने यो नेपाल, आधुनिक नेपाल गोर्खालीले खुँडा हाँधेर मात्रै भएको होइन। धर्म कर्म पितृको शुभ आशीर्वाद, गोरखनाथ र गोरखकाली, जय जय काली, जय जय गोरख। किनभने ब्रिटिसमा पनि सेना छ, गोर्खा ब्रिगेड भन्छ। ब्रिटिस ब्रिगेड भन्दैन, गोर्खालीको गोर्खा ब्रिगेड भने नि।
भारतमा पनि सेना छ, 9 गोर्खा भन्छ, 2nd गोर्खा भन्छ। गोर्खालीको पहुँच त्यहाँ छ। हाम्रो त श्रीनाथ भन्छौँ, कालीबक्स भन्छ, रिपुमर्दनी, भैरवनाथ भन्छ। देवी देवताको नामबाट हाम्रो सेना जाएको छ। तपाईँलाई थाहा होला, कोतखानामा कति निशाना त सुताएर राख्ने, उठाउनै हुँदैन, लडाइँ भइहाल्छ। कति निशाना बाहिर निकाल्नै हुँदैन। त्यस्ता शक्तिशाली निशानाहरू छन् कोतघरमा, तर तिनको पहिचानै छैन। आज पूजा राम्रोसँग भएको छैन, रिन्यु रिचार्ज हुन सकेको छैन। त्यहाँदेखि देवी देवताको शुभ आशीर्वाद, पितृको शुभ आशीर्वादबाट राज्य प्राप्त हुन्छ। अनि पितृको श्राप परेर वायु कसपछि हो भने वंशको नाश हुन्छ। सम्भावना छ कि छैन त? कम्युनिस्टहरूले सम्भावना छ भने तर तिनले भनेर हुन्छ? हामी त शास्त्र मान्ने, विद्या मान्ने। हाम्रो शास्त्रले के भन्छ त भने आदिराज कुमारी हिमानी शाहको जन्म कहिले भयो? कालरात्रिको 8:30 बजे भएको छ। मैले पटक पटक यो भनेको छु। दुर्गा भवानी विशासय भोग खाएर जागृत भएको बेलामा अवस्थामा आदिराज कुमारी हिमानी शाहको जन्म भएको छ। र त्यस्ताको कोखबाट जन्मेको हृदयेन्द्र नेपालको राजसिंहासनमा बस्छ। र हिमानी शाह बडा महारानी हुँदैन, राजमाता हुन्छ भनेर मैले भनेको छु। र त्यो हृदयेन्द्र केवल नेपालको मात्रै होइन, सम्पूर्ण हिन्दू समुदायको हृदयेन्द्र हुन्छ। त्यो कुरा पनि पक्का हो। त्यो कुरा पनि पक्का हो। अनि अर्को कुरो, सल्लाहकारहरू ठिक भएन। वीरेन्द्रले, श्री5 वीरेन्द्रलाई धोका भयो, श्री5 ज्ञानेन्द्रले धोका भयो भन्यो। अब मैले फेसबुकमा देखेँ, हो बा होइन बा, आज श्री5 ज्ञानेन्द्र भैरवबाट गोरखपुरको दर्शन गर्न जाने भनी देखेँ। बिहिबार दक्षिणतिर कालराहु हुन्छ, त्यहाँ जान हुँदैन भन्ने थाहा भएन राजालाई। राजाका उहिले पृथ्वीनारायण शाहका पालामा भानु आर्याल, कुलानन्द ढकाल दायाँ बायाँ दुईवटा ज्योतिष थिए। पहिल्यै पछि चाहिँ ज्योतिषको साहित्य हेर्ने पृथ्वीनारायण शाहका वंशज श्री5 ज्ञानेन्द्रलाई दक्षिणतिर बिहिबारको दिनमा कालराहु हुन्छ, साहित्य गर्न हुँदैन भन्ने भयो कि भएन? कस्ता सचिव, कस्ता ज्योतिषी, कस्ता मूल पुरोहित, केही छैन। त्यस्तो